चाहिँ हामी यहाँनिर थुक्पा खान आँटिरहेको होइन। यहाँ चाहिँ चिकनको सुप उम्लिँदैछ मजाले 5 फोरन हालेर बनाएको है। यहाँ अलिअलि कालो कालो देख्नुहुँदै होला। अन्त यहाँनिर थुक्पा चाहिँ पाकिसकेको छ होइन। अब जस्तो सुप पाकिसक्छ त्यस्तै थुक्पा पनि खाने। यहाँ टक्कै थुक्पा रेडी छ। अन्त यहाँनिर चिकनको सुप पाक्दैछ। अब एक पनि काटेर रेडी पारिरहेको छु, प्याज र धनियाँ हो। अन्त पिरो चाहिँ सुपमै हल्का हालिरहेको छु, त्यसले गर्दा यति मात्रै काटिरहेको छु। चाहिँ हामीलाई पाकिसकेको छ हो। अनि यता दिदी हामीको सबैलाई भाग लगाइसकेको छ हो। हामी चाहिँ फर्स्ट यो ग्रिन कलरको ट्राई गर्ने, ग्रिन कलरको ट्राई गर्ने। ग्यासमा चाहिँ टक्कै दुइटै गरिसकेको छ हो। के छ आइटम म तपाईँहरूलाई पनि देखाउँछु ल। भातको लागि आलु रे दाल र गुन्द्रुकको मिक्स होइन। अन्त यहाँनिर आलु दम छ, अनि यो कुखुराको सुप हो। अनि यहाँ सलाद छ, यहाँनिर खाना छ। अनि यहाँ सेतो थुक्पा छ, अर्को पनि बनाएको छ। यो थुक्पाको नाम चाहिँ त्यस्तो याद छैन हो। त्यस्तै गर्दाखेरि चाहिँ अब हामी चाहिँ खाने स्टार्ट। त्यही हो यहाँ यस्तो टक्क अब आफ्नो आफू हालेर खान्छ। अनि त दिदीले सर्भ गर्नु हुँदैछ। आमासँग बोल्दैछ। अब चाहिँ खानुको लागि रेडी सबै हालिसकेको छु। यहाँ टक्कै यहाँ सलाद छ, आलु पनि हालेँ, प्याज धनियाँ थुक्पा झोल सबै हालिसकेको छ। अब चाहिँ खानुको लागि रेडी। यता दिदीहरूले त खाइसक्नु आँटिसक्यो हो। कस्तो भएछ भन्नु अब। मिठो दाजु तपाईँको म दाजु चाहिँ ननस्टप भोग्नु पर्यो। अब चाहिँ खानुको लागि रेडी होइन। अन्त अब चाहिँ म खान आँटिरहेको। अचार बनाएको पनि हुन्छ है, पिरो पिरो। मलाई त मैले बनाएको छ डल्लो पर्छ। अन्त अब चाहिँ हामीले थुक्पा पनि खाइसकेको छु होइन। अन्त अब हामी चाहिँ सुतेको। अन्त मेरो चाहिँ एकदम भुँडी दुखिरहेको छ नि त होइन। त्यस्तो हटब्याग भुँडीमा राखिकन अन्त म चाहिँ सुतेको। बाई बाई। अन्त त्यही कारण मैले आजकल भिडियो पनि हालेको छुइनँ, किनकि एकदम बिमार भइरहेको छु नि त होइन। त्यसले गर्दा भिडियोहरू पनि हाल्नु पाएको छैन है। अन्त भिडियो नहालेर होला एकदम सबै घटिसकेको छ है। नबिर्सिनुहोस् होला माया र सपोर्ट देखाउनुमा। बाई बाई। अर्को भिडियोमा भेटौँ ल। त्यतिखेरसम्म चाहिँ यति गर्नुहोस्।